नमस्ते सबैलाई। यो मेरो नयाँ भिडियोमा यस भिडियोमा चाहिँ म तपाईहरुलाई आज मेरो एसीसीए देखिको अहिलेसम्मको जर्नी एक्सप्लेन गर्नेछु र यो एसीसीए स्टार्ट गरेदेखिको अहिले मेरो स्किल्स लेभल पुग्दासम्म मैले कस्तो खालको च्यालेन्जेसहरु फेस गर्नु पर्यो, कस्तो मिस्टेक मैले गरेँ अनि त्यसलाई कसरी मैले इम्प्रुभ गर्दै गएँ, त्यो सबै कुराहरु चाहिँ म एक्सप्लेन गर्नेछु तपाईहरुलाई। जसले गर्दाखेरि जसले कसैले स्टार्ट गर्न खोज्दै हुनुहुन्छ एसीसीए अथवा कसैले गरिराख्नु भएको छ तर रिलेट गर्न सक्नुहुन्न भने, किनभने एसीसीए इज भेरी स्मल कम्युनिटी सो त्यो भएकोले चाहिँ त्यो कम्युनिटीलाई टार्गेट गरेर प्लस एभ्री एउटा स्टुडेन्टहरुलाई टार्गेट गरेर चाहिँ मैले भिडियो बनाएको छु। सो वेलकम टु माई च्यानल, वेलकम टु दिस भिडियो। अनि त्यसपछि अगाडि भिडियोमा म चाहिँ तपाईहरुलाई अझै एक्सप्लेन गर्दै जानेछु। Okay, let's start with my ACCA, how I chose ACCA, and त्यसपछि how I got into this. So first चाहिँ तपाईहरुलाई म क्लियरली भन्न चाहन्छु, मैले चाहिँ ब्याचलर सकेर ACCA स्टार्ट गरेको थिएँ। सो बीबीए गरेर I was सर्चिङ फर समथिङ जुन कोर्सले चाहिँ मलाई एउटा स्किल्सको लेभलमा अपलिफ्ट गरोस् भन्ने पहिलेदेखि नै मेरो त्यो इन्ट्रेस्ट थियो। अनि त्यो भएकोले चाहिँ I researched अनि गर्दाखेरि चाहिँ instead of doing master I thought मेरो स्किल्स अपलिफ्ट गर्नलाई एउटा मलाई हुन्छ नि जुन स्किल्स I am wanting to गेन पहिलेदेखि नै भने चाहिँ त्यो चाहिँ मलाई एसीसीए ले दिन सक्छ जस्तो फिल भयो। त्यो कारणले चाहिँ I chose एसीसीए। I researched सुरुमा अनि त्यसपछि त्यो रिसर्च गरिसकेपछि मेरो लागि फिट हुने कोर्स भनेको चाहिँ एसीसीए हो जस्तो फिल भयो। प्लस मैले ब्याचलर गरिसकेको हुँदाखेरि चाहिँ I got one exemption बीटीमा। सो त्यो एक्जम्सन पाएर चाहिँ मैले कन्टिन्यू गरेँ अगाडि। अनि कसरी स्टार्ट गरेँ भने चाहिँ मैले सुरुमा चाहिँ च्याट जीपीटीहरुबाटै, एआई टुल्सहरुबाटै अनि त्यसपछि युट्युब भिडियोहरुबाटै अनि एसीसीए को वेबसाइटबाट मैले खोज्दै गएँ। अनि खोज्दै गइसकेपछि आई गट टु नो सम इन्स्टिट्युसन्स काठमाडौँमा भएको हैन। अनि यहाँ भएको इन्स्टिट्युसनहरुमा चाहिँ मैले गएर कुरा गरेँ। अनि त्यसपछि एउटा इन्स्टिट्युसन चाहिँ मलाई ठिक लाग्यो, तर मैले गएर उहाँलाई क्लियरली भने, म नाम चाहिँ भन्दैन, तर उहाँ गएर मैले क्लियरली भने कि म सेल्फ स्टडी गर्ने हो, तर आई जस्ट वान्ट यो गाइडेन्स इन दिस हुन्छ नि होल रजिस्ट्रेसन एन्ड अल प्रोसेस। रजिस्ट्रेसन पनि गर्न मिल्दो रहेछ त्यति बेलासम्म हैन, म आफैले वेबसाइटबाट रजिस्टर गर्न पनि मिल्दो रहेछ, तर त्यति बेला मलाई लेन्दी प्रोसेस लागेको थियो। अल्सो मैले ब्याचलर सकेर चाहिँ म ब्याचलरको लास्ट सेमिस्टरमा थिएँ क्या। अनि मैले फर इन्फर्मेसन मैले ब्याचलर सक्नुभन्दा अलिकति अगाडिदेखि रिसर्च गरेर अनि त्यसपछि स्टार्ट गरेको थिएँ। सो त्यो भएकोले चाहिँ मैले त्यति बेला टाइम पनि थिएन मसँग त्यति धेरै त्यो इङ्गेज भएर गर्नलाई। अनि मैले त्यहीँबाट जोइन गरेँ। अनि त्यहीँबाट एडमिसन गरेर उहाँहरूले मेरो रजिस्ट्रेसनहरू गरिदिनु भयो। अनि त्यहाँबाट मैले बुक किनेँ। फर्स्टमा मैले एफए दिएको थिएँ, फाइनेन्सियल अकाउन्टिङ। सो त्यहाँबाट चाहिँ आई स्टार्टेड मेरो एसीसीए को जर्नी, जुन चाहिँ सेल्फ स्टडीबाट स्टार्ट भयो हैन। अनि त्यसपछि मैले आफ्नो पढाइको कुराहरू अगाडि बढाउँदै गएँ। अनि पढाइको कुरामा चाहिँ अब जस्तै सुरुमा चाहिँ मैले ब्याचलर गरेको हुँदाखेरि चाहिँ त्यो एउटा हुन्छ नि त, वी हेभ द्याट एउटा प्रपर स्ट्र्याटेजी टु फोकस अन स्टडी के, बुक लिने अनि बुक पढ्ने अनि क्वेसन प्र्याक्टिस गर्ने अनि त्यसपछि इक्जाममा अपियर गर्ने। तर एसीसीए को जब मैले अझै रिसर्च गर्दै गएँ आई फाउन्ड इट अ बिट हुन्छ नि डिफ्रेन्ट क्या। के सेन्समा डिफ्रेन्ट भने इफ यु आर फोकसिङ अन कन्सेप्ट्स एन्ड अल हैन, त्यो कन्सेप्ट मात्रै फोकस गरेर चाहिँ हुँदैन रहेछ कि, त्यसलाई चाहिँ अप्लाई कहाँ गर्ने, कुन सिनारियोमा कसरी अप्लाई गर्ने, त्यो कुरामा चाहिँ फोकस गर्दाखेरि चाहिँ बेटर हुँदो रहेछ। सो त्यो कुरालाई चाहिँ मैले एफएमा चाहिँ सुरुमा मैले त्यही नर्मल एउटा बुक पढ्ने अनि क्वेसन प्र्याक्टिस गर्ने प्रोसिजरबाटै गएँ। अनि ती बेला मैले सबैभन्दा एप्रिसिएट गर्ने अनि त्यसपछि मस्ट युज्ड गरेको त्यति बेलाको टुल भनेको चाहिँ अर्को टुल भनेको चाहिँ ओपन ट्युसन। किनभने म सिन्स आई वाज स्टडिङ अनि एसीसीए सेल्फ स्टडी प्लस फुल टाइम वर्क पनि गरिरहेको थिएँ, त्यसले हुँदाखेरि चाहिँ मलाई त्यो केही नलेज आइएम डुइङ समथिङ रङ टाइपको फिल भइरहेको थियो कि त्यति बेला। अनि मतलब त्यो एउटा डाउटहरू थियो, किनभने फर्स्ट इक्जाम अनि त्यसपछि अपियर पनि भएको छैन। अनि त्यसपछि त्यो एउटा थियो क्या मनमा। अनि ओपन ट्युसन आई फलोड द्याट रेगुलरली, आई फलोड द्याट होइन। इफ यु अन्डरस्ट्यान्ड त्यो हुन्छ नि लिटल बिट अफ इङ्ग्लिस देन आई वुड सजेस्ट एभ्री वान टु युज द्याट के ओपन ट्युसन। आई युज द्याट एन्ड आई वाच्ड अल दि लेक्चर्स फ्रम देयर होइन, जुनमा चाहिँ म अलिकति आफूलाई त्यो डाउट फिल हुन्थ्यो, जुनमा चाहिँ आफूलाई हुन्छ नि
यसमा चाहिँ अलिक म अझै रिसोर्स भयो हुन्थ्यो भन्ने फिल हुन्थ्यो, त्यो चाहिँ म त्यहाँबाट युज गर्थेँ। अनि त्यो भयो, मैले फर्स्ट एफएमा चाहिँ त्यो एउटा नयाँ रिसोर्स पत्ता लगाएँ होइन, मतलब आफैले रिसर्च गरेर थाहा पाएँ। अनि त्यहाँबाट मैले स्टार्ट गरेँ। अनि एफए आई स्कोर्ड गुड मार्क्स, 88 मार्क्स आएको थियो मेरो, 88% होइन। सो आई कन्सिडर द्याट अ भेरी गुड मार्क्स होइन, किनभने मैले त्यति बेला इक्जाम मैले ब्याचलरमा नि फाइनेन्सियल अकाउन्टिङ पढेको हुनाले चाहिँ मैले आई डिडन्ट टुक त्यति धेरै टाइम, आई जस्ट गिभ द्याट इक्जाम इन 1.5 month होइन, 1.5 monthमा मैले दिएँ। अनि राम्रै मार्क्स आयो। त्यसपछि एमएको लागि चाहिँ आई वाज अबिट हुन्छ नि रिसर्चिङ, मैले गरेको अप्रोच अलिक ठिक छैन कि, अथवा आई निड टु डु मोर जस्तो फिल भयो होइन। अनि त्यो भएकोले चाहिँ आई रिसर्च अदर, त्यति बेलासम्म मलाई फेरि स्टडी हब यिनीहरू पनि थाहा थिएन। अनि त्यो एमए पछि चाहिँ आई गट टु नो अबाउट स्टडी हब्स पनि। अनि स्टडी हबबाटै मैले त्यति बेला बुक पनि किनिसकेको थिएँ एमएको पनि, तर बुक किनिसके पनि मैले स्टडी हबबाट पनि प्र्याक्टिस गर्न थालेँ होइन। स्टडी हबको क्वेसन त्यहाँ प्र्याक्टिस, इफ यु आर स्टुडेन्ट, एसएससी स्टुडेन्ट, यु मस्ट नो अबाउट होइन स्टडी हब। सो त्यो मैले स्टडी हबबाट पनि कति क्वेसनहरू प्र्याक्टिस गरेँ, प्लस इक्जाम किट मैले आई युज काप्लान। अनि काप्लानबाट चाहिँ मैले स्टडी टेक्स्ट पनि, अनि त्यसपछि क्वेसन पनि त्यहाँबाट प्र्याक्टिस गरेँ। अनि त्यो चाहिँ मैले धेरै, त्यसलाई चाहिँ मैले फेरि 1.5 month लागेको थियो एफएमा, त्यसमा चाहिँ मैले 1 monthमै इक्जाम दिएँ। सो आई स्कोर्ड 76 75 आई फगट होइन, ठ्याक्कै 75 76 त्यही रेन्जमा। अनि त्यसपछि लको, अनि इफ एनी वान आउट देयर होइन जसले चाहिँ एसएससी गर्नुभएको छ, र इफ दे हेभ इन्जोयड हुन्छ नि कुनै सब्जेक्ट राम्रो गरी मजाले हो भने चाहिँ आई कन्सिडर त्यो चाहिँ ल हो के हुन्छ नि ल। मैले चाहिँ युकेको ल दिएको थिएँ। अनि त्यसमा चाहिँ आई इन्जोयड द्याट। ल पनि 2-3 भेरिएन्ट हुन्छ, इफ समन इज न्यू होइन, कोही स्टार्टै गर्नुभएको छैन भने। सो मैले अहिलेसम्म त्यो इन्जोय गरेको, सबैभन्दा इन्जोय गरेको सब्जेक्ट भनेको एसएससीमा ल हो कि। आई इन्जोयड द्याट। अनि आई गेभ द्याट इक्जाम इन 25-30 डेजमा, 1 महिनामा। सो त्यसमा पनि मैले 76 78 समथिङ स्कोर गरेको थिएँ। सो त्यो चाहिँ मेरो होल नलेज लेभलको एक्सपिरियन्स भयो होइन, जुन मैले सेल्फ स्टडीबाटै पास गरेँ। नाउ लेट्स टक अबाउट आई विल एक्सप्लेन। सो तपाईँहरूलाई म इन्फर्मेसन दिन चाहन्छु, नलेज लेभलसम्म चाहिँ एसएससीको सबै पेपर अब्जेक्टिभ क्वेसन हुन्छ, भनेको सबै मल्टिपल चोइस क्वेसन हुन्छ, जसबाट हामीले चुज गरेर चाहिँ एन्सर दिनुपर्ने हुन्छ, जसमा कुनै रिटेन कुनै पनि हुँदैन होइन। त्यो भएकोले चाहिँ नलेजसम्म चाहिँ त्यो एउटा स्मुथली जान्छ भनौँ न। इफ यु डु सम लेभल अफ हार्ड वर्क यु विल पास भन्ने त्यो एउटा कन्सेप्ट छ होइन। तर स्किल्स लेभलमा चाहिँ तपाईँको 13% अब्जेक्टिभ टेस्ट क्वेसन हुन्छ होइन, ओटी क्वेसन हुन्छ। अनि त्यसपछि बाँकी चाहिँ कन्स्ट्रक्टिभ रेस्पोन्स भन्ने हुन्छ, भनेको जस्तै सिन्स आई हेभ रिसेन्टली गेभ माई एफआर इक्जाम होइन, जसमा चाहिँ 60% तपाईँको अब्जेक्टिभ टेस्ट क्वेसन हुन्छ, जसमा चाहिँ तपाईँको अप्सनबाट चुज गरेर लेख्नुपर्ने हुन्छ। अनि 40% चाहिँ कन्स्ट्रक्टिभ रेस्पोन्स हुन्छ, भनेको तपाईँले जसमा चाहिँ एन्सर हुन्छ, सिनारियो बेस्ड क्वेसन हुन्छ, क्वेसन हुन्छ। अनि त्यसमा चाहिँ तपाईँले आफ्नो एन्सर लेख्नुपर्ने हुन्छ। जस्तै एफआरको केसमा तपाईँले फाइनेन्सियल स्टेटमेन्ट प्रिपेयर गर्नुपर्ने हुन्छ, अनि अरू इन्टरप्रिटेसनको क्वेसन हुन्छ, जसमा चाहिँ रेसियोहरूलाई एनालाइज गर्नुपर्ने हुन्छ सिनारियो बेस्डमा। सो त्यो भएकोले चाहिँ अलिकति लेभल अप हुन्छ क्या। जस्तै नलेज त इनिसियल लेभल भयो नि त, त्योभन्दा अलिकति लेभल अप हुन्छ तपाईँको स्किल्सको पेपरमा चाहिँ। हो त्यो चाहिँ आई फेल्ट द्याट हुन्छ नि, त्यो आई जेन्युनली फेल्ट द्याट। अनि यसमा चाहिँ अलिकति अब नयाँ पेपर भएकोले चाहिँ कसरी गर्ने हुन्छ नि, एउटा त्यो न्यू अप्रोच, हाउ क्यान आई पुट द्याट इन्टु कन्सिडरेसन भन्ने त्यो सुरुदेखि नै मेरो दिमागमा थियो। त्यो भएकोले चाहिँ आई रिसर्च मोर हुन्छ नि, किनभने मैले त्यो अगाडिको स्किल्सको पेपर मैले यति छिटो सकेको, नलेजको पेपर यति छिटो सकेको थिएँ। त्यसले गर्दाखेरि चाहिँ स्किल्स पेपर त अर्को पनि इन्फर्मेसन तपाईँहरूलाई, नलेजको पेपर चाहिँ तपाईँले अन डिमान्ड हुन्छ, भनेको जहिले पनि तपाईँले दिँदा हुन्छ। जस्तै तपाईँले नलेजको 3वटा पेपर हुन्छ, 3वटा पेपर हुन्छ। 3वटा पेपरमा चाहिँ तपाईँको बिटी, एफए र एमए, त्यो चाहिँ तपाईँले अन डिमान्ड जहिले पनि तपाईँ इफ यु आर रेडी यु क्यान बुक द इक्जाम एन्ड गिभ द इक्जाम। अनि अर्को स्किल्सको अर्को एउटा पेपर ल हुन्छ,
ललाई पनि तपाईँले अन डिमान्डै दिन मिल्छ। सो यो स्किल्सको 3वटा नलेजको 3वटा र स्किल्सको एउटा। सो यो पेपर चाहिँ तपाईँले अन डिमान्ड दिन मिल्छ। अनि स्किल्सको चाहिँ अरू जस्तै एफआर पिएम अनि त्यसपछि ट्याक्स भयो, अडिट भयो होइन, एफएम भयो, यिनीहरू चाहिँ तपाईँले 3-3 महिनामा दिनुपर्ने हुन्छ। इयरमा 4वटा सेसन हुन्छ, 4वटा सेसनमा 3-3 महिनामा तपाईँले एक्जाम बुक गरेर दिन सक्नुहुन्छ। सो त्यही भयो होइन। अनि मैले चाहिँ अब आई हेभ टु वेट फर 3 months टु प्रिपेयर। सो आई वान्टेड टु पुट सम एक्स्ट्रा कन्सिडरेसन, जसमा चाहिँ मैले एक्स्ट्रा इफोर्ट लगाएर राम्रो अझै स्कोर गर्न सकौँ भन्ने मेरो सोच थियो। सो आई रिसर्च फर अदर रिसोर्सेस जुन चाहिँ एभाइलेबल छ। अनि त्यसमा मैले स्टडी हब, मैले त्यसपछि चाहिँ बुक किनेन। स्किल्स लेभलमा चाहिँ आई डिडन्ट बट बुक। अनि मैले लदेखि नै बुक किनेको थिइनँ, स्टडी हबबाट स्टार्ट गरेको थिएँ। अनि स्टडी हब, अनि फुल्ली स्टडी हब, अनि ओपन ट्युसन युज गरेँ। अनि त्यसपछि इफ यु सर्च इन गुगल यु विल फाइन्ड काप्लानको किटहरू। सो किट पनि मैले पुरै चाहिँ प्र्याक्टिस गरेन, तर मैले त्यहाँबाट पनि प्र्याक्टिस गरेँ। अनि अर्को सबैभन्दा इम्पोर्टेन्ट रिसोर्सेस म सबैलाई भन्न चाहन्छु, त्यो चाहिँ प्र्याक्टिस प्लेटफर्म, एसिसिएको प्र्याक्टिस प्लेटफर्मको क्वेसन्सहरू, पास्ट क्वेसन्सहरू, स्पेसिमेन क्वेसनहरू, त्यहाँको मकहरू। डु द्याट, फिनिस योर स्टडी हब अथवा फिनिस योर काप्लानको टेक्स्ट एन्ड देन जम्प इन्टु द्याट एसिसिएको प्र्याक्टिस प्लेटफर्म। इफ यु डु द्याट आई ग्यारेन्टी यु विल पास के। अनि अर्को इम्पोर्टेन्ट रिसोर्सेस भनेको एसिसिएले इफ यु आर प्रिपेयरिङ फर द एक्जाम, त्यो एक्जामभन्दा 1 महिना अगाडि, जस्तै एक्जाम अब 1 महिना पछाडि छ भने 1 महिना अगाडि चाहिँ एसिसिएले एउटा सेसन राख्छ, डिब्रिफिङ सेसनहरू राख्छ। तपाईँलाई त्यो के मिस्टेक हुनसक्छ त्यो कुराहरू भन्नको लागि सेसन राख्छ। र त्यो सेसनलाई युट्युबमा पनि हालिदिएको हुन्छ। एसिसिएको युट्युब च्यानल पनि छ, एसिसिए स्टडी मेटेरियल्स भनेर, त्यसमा पनि हालिदिएको हुन्छ। त्यो पनि मस्ट वाच होइन, त्यो पनि हेर्ने आइडिया हुन्छ। किनभने इफ यु आर डुइङ सेल्फ स्टडी सबै कुरा आफैले खोज्नुपर्ने हुन्छ नि त। सो त्यो भएकोले चाहिँ त्यो सबै कुराहरू चाहिँ तपाईँको लागि इम्पोर्टेन्ट हुन्छ। अनि अर्को भनेको टेक्निकल आर्टिकल्स, एसिसिएको वेबसाइटमै पाउँछ टेक्निकल आर्टिकल्स। त्यो पनि मैले पुरै हेरेँ क्या, पुरै सबै स्टार्टदेखि इन्डसम्म, त्यसको टपिक एक्सप्लेनरदेखि लिएर त्यसको आर्टिकल्सदेखि लिएर सबै आई स्टडी द्याट। अनि अर्को भनेको इक्जामिनर रिपोर्ट्स, पास्टको 2-3वटा, सबै त आई डोन्ट रिकमेन्ड, तर 2-3वटा चाहिँ एटलिस्ट रिड द्याट इक्जामिनर्स रिपोर्ट, जसले गर्दाखेरि चाहिँ तपाईँ कहाँ रङ हुन सक्नुहुन्छ होइन, तपाईँले कहाँ मिस्टेक गर्न सक्नुहुन्छ, त्यो सबै कुराहरू चाहिँ त्यसमा एक्सप्लेन गरिएको हुन्छ कि। इक्जामिनर्स जस्तै जसले इक्जाम हाम्रो मार्क गर्छ नि, उनीहरूको पर्सपेक्टिभ हामीलाई दिएको हुन्छ क्या, कि यो कुरामा चाहिँ स्टुडेन्टले मिस्टेक गरिरहेको छन् है, सो कन्सिडर द्याट एन्ड डोन्ट रिपिट द्याट मिस्टेक भनेर उनीहरूले एउटा सजेसनको रूपमा हामीलाई दिएको हुन्छ। सो यति सबै कुराहरू रिसोर्सेस तपाईँहरूले इफ यु आर युजिङ, अनि प्र्याक्टिस चाहिँ आई सजेस्ट एभ्री वान टु स्टार्ट फ्रम, जस्तै इक्जाम सकेपछि टेक 1 weekको फुल ब्रेक होइन, केही नगर्ने बिचमा, देन जम्प इन्टु द स्टडी, जस्ट गिभ 1.5 hours पर डे, यु विल डेफिनेटली पास पर डे। तर अनि विकेन्डमा कहिलेकाहीँ नपढ्दा पनि हुन्छ, कहिलेकाहीँ तलमाथि, त्यो त द्याट्स ओके होइन, तर रेगुलर बेसिसमा पढिराख्ने, रेगुलर बेसिसमा एउटा कन्सिस्टेन्ट भएर पढिराख्ने। अनि त्यसपछि अगाडि तपाईँले त्यो एकैचोटि धेरै इफोर्ट, जस्तै इक्जाम हाम्रो एउटा के बानी के छ भने, इक्जामको अगाडि चाहिँ इक्जामको 1 हप्ता अथवा 15 दिन अगाडि चाहिँ पुरै 100% इफोर्ट लाउने, त्योभन्दा अगाडि चाहिँ नलाउने हुन्छ। इफ यु आर डुइङ द्याट, आई डोन्ट नो, गड विल हेल्प यु होइन, तर आई एम नट स्योर यु विल पास के। त्यसरी चाहिँ आई डोन्ट थिङ्क एसिसिए इज द्याट मच इजी, आई डोन्ट कन्सिडर द्याट होइन। म फुल टाइम काम गर्छु, प्लस आई पुट 2 to 1.5 hours, 1.5 to 2 hours per day. I try to give that much hours. And त्यो सँगसँगै I'm doing YouTube videos as well. So त्यो सबै कुराहरू चाहिँ if you are being consistent, you will perform good जस्तो लाग्छ होइन। अनि अर्को सानो नोटमा चाहिँ म तपाईँहरूलाई आई हेभ एक्सप्लेन, आई थिङ्क सबै एउटा रिसोर्सेसदेखि सबै कुराहरू, तर एउटा सानो म तपाईँहरूलाई पर्सनल एक्सपिरियन्स के सेयर गर्न चाहन्छु भने, त्यो कतिजनालाई चाहिँ मलाई चाहिँ के फिल भएको थियो भने,
कतिजनालाई त्यो पनि हुन्छ होला, मलाई पनि त्यो फिल भएको थियो। के भने एसएससीको अब इक्जाम दिन त हामी सुरुमा कहाँ दिन्छौँ, अनि त्यसपछि स्किल्सको कहाँ दिन्छौँ भन्ने एउटा क्वेसन हुन्छ क्या। त्यो मलाई चाहिँ मेरो धेरै थियो क्या। अनि आई रिसर्च अबाउट द्याट कुराहरू, तर त्यो गर्नुभन्दा अगाडि मलाई आई डिडन्ट नो के, जहाँ म एपियर भयो अनि त्यसपछि मलाई थाहा भयो होइन। सो तपाईँहरूलाई त्यो आइडिया म दिन्छु ल। नलेजको इक्जाम तपाईँको ट्युसन सेन्टरहरू हुन्छ नि, जस्तै ट्युसन सेन्टरको इन्स्टिट्युसन्सहरू हुन्छ, काठमाडौँमै कतिवटा इन्स्टिट्युसनहरू छ, तिनीहरू इन्स्टिट्युसनको कलेजमै हुन्छ, कलेजमै उनीहरूले त्यो ल्याब कम्प्युटर ल्याब बनाएको हुन्छ, त्यहीँ हुन्छ इक्जाम। अन डिमान्ड हुन्छ त्यो चाहिँ होइन, जहिले जानुहुन्छ त्यहाँ पे गर्ने अनि इक्जामको लागि अपियर गर्ने। तपाईँ त्यहाँको स्टुडेन्ट भए पनि नभए पनि दे विल टेक यु and they will allow you to give exam. अनि स्किल्सको चाहिँ सेन्टर हुन्छ भनेको, स्किल्सको इक्जामको सेन्टर हुन्छ। जस्तै फर इक्जाम्पल मैले एफआरको अस्ति भर्खरै दिएको इक्जाम सेन्टर भनेको ललितपुरको तपाईँको हिमालयन होटल हिमालयनमा दिएको थिएँ। अरू तपाईँको थापाथलीमा पनि छ, अनि वसुन्धरामा पनि छ, मेरो साथीहरूले दिइरहनु भएको छ होइन। अनि त्यो सबै ठाउँमा जानुपर्छ, जहाँ चाहिँ इक्जाम हलै बनाएको हुन्छ। जस्तै एउटा ट्रेडिसनल इक्जाम हल हुन्छ त्यस्तै हुन्छ, तर त्यसको ठाउँमा कम्प्युटरहरू हुन्छ, जसमा चाहिँ हामीले बसेर इक्जाम दिनुपर्ने हुन्छ। जुन एक्सपिरियन्स मेरो चाहिँ सुरुमा मैले कलेजमा दिएँ, जुन चाहिँ भेरी नर्मल थियो, किनभने त्यहाँ त्यस्तो धेरै प्रेसर केही थिएन। तर स्किल्सको चाहिँ म जब मेरो हिमालयन होटलमा थियो होइन, अनि त्यहाँ म गएँ, अनि त्यहाँ गइसकेपछि त्यो कस्तो अलिकति सबैजना हुन्छ नि हातमा त्यो डकेट लिएको होइन, डकेट भन्ने त्यो इक्जामको एटेन्डेन्स एडमिट कार्ड जस्तै हुन्छ नि हाम्रो नर्मल इक्जाममा, त्यस्तै एडमिट कार्ड जस्तो हुन्छ डकेट। अनि त्यो लिएर त्यहाँ नागरिकता लिएर म जब त्यहाँ पुगेँ, त्यसपछि चाहिँ त्यो कस्तो अर्कै टाइपको माहौल थियो क्या, हुन्छ नि त्यो अलिकति सिरियस टाइपको माहौल थियो होइन। त्यहाँनिर पुरै पढेर चेक गर्छ होइन, सबै अगाडि पछाडि। अनि त्यसपछि जब भित्र गएँ त्यहाँ इट वाज पिन ड्रप साइलेन्ट कि, त्यहाँ कोही बोलिरहेको छैन होइन, कोही हल्ली पनि रहेको छैन। अनि त्यहाँ गइसकेपछि अब त्यो अर्कै प्रेसर पनि हुन्छ नि त, मतलब कस्तो होला फर्स्ट टाइम त्यो स्किल्सको इक्जाम दिने होइन। अनि त्यहाँभित्र गइसकेपछि किबोर्ड कस्तो होला, त्यहाँ अब म ल्यापटप चलाउने बानी होइन, त्यहाँ गएर किबोर्ड कस्तो होला, ठुलो कस्तो अनकम्फर्टेबल होला, टाइपिङ गर्नुपर्ने छ, यत्रो लेख्नुपर्ने छ, माउस कस्तो होला, बिचमै लाइन गइदियो भने के हुन्छ भन्ने त्यो प्रेसर थियो क्या। अनि तर त्यस्तो केही भएन होइन। तर त्यति बेला चाहिँ मलाई एउटा त्यो हुन्छ नि, त्यो कुनै कुराको इन्फर्मेसन नहुँदाखेरि, एक्सपिरियन्स नगर्दाखेरि त्यो एउटा डर हुन्छ नि, त्यो टाइपको थियो कि। पिन ड्रप साइलेन्ट, कोही बोलिरहेको छैन होइन। अनि ठ्याक्क जब त्यो इक्जामको स्टार्ट भयो नि, अनि जब लेख्न थाल्यो नि, अनि सबैजना कटुटुटुटु हुन्छ नि, त्यो किबोर्डको आवाज आइरहेको थियो क्या। अनि आई वाज जस्ट हुन्छ नि त्यो फिलिङ द्याट हुन्छ नि, त्यो अब्जर्भ गरिरहेको थिएँ म त्यहाँ बसेर होइन। अनि आई अब्जर्भ द्याट। अनि त्यसपछि चाहिँ म पनि फ्लोमा अगाडि बढ्न थालेँ। अनि त्यसपछि त्यो फियर पनि कम हुँदै गयो, त्यो अननोननेस पनि कम हुँदै गयो होइन। अनि आई फेल्ट लाइक आई डिड भेरी गुड हुन्छ नि इन एफआर। अब मेरो इक्जाम रिजल्ट छ होइन। सो आई विल सेयर द्याट इन माई नेक्स्ट भिडियो हुन्छ नि, जुन भिडियोमा चाहिँ म तपाईँहरूलाई मेरो एफआरमा कति के स्कोर गरेँ मैले, त्यो आई विल डेफिनेटली टेल यु द्याट। सो त्यति भन्दै आजको भिडियो म इन्ड गर्न चाहन्छु होइन। थ्याङ्क यू सो मच फर वाचिङ टिल नाउ। अनि प्लिज लाइक, सेयर विथ यर फ्रेन्ड्स, जो चाहिँ इफ दे आर इन्ट्रेस्टेड इन दिस, सेयर विथ देम। And please subscribe to the channel and comment down if you need anything जुन चाहिँ मैले तपाईँलाई सपोर्ट गर्न सक्छु भने, if you feel like that, please drop the comment. I'll try to give response as soon as possible. Thank you so much. Namaste.